हेलो साथीहरु सबैजनालाई म नमस्कार गर्न चाहन्छु। म अशेष परसाई आज फेरि तपाईहरुको अगाडि उपस्थित भइसकेको छु ब्रदरमार्ट युट्युब च्यानलमा र आज मसँग एकदमै नयाँ प्रोडक्ट छ र हामीले टेस्ट गरेर र कस्टमरहरुको फिडब्याक अनुसारको म तपाईहरुलाई यो भिडियोमा चाहिँ यो प्रोडक्टको बारेमा जानकारी दिन्छु। साथसाथै यो प्रोडक्टलाई म प्ले गरेर पनि हेर्छु कस्तो चल्छ के चल्छ र अन्य जानकारीहरु म तपाईहरुलाई दिन्छु। तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ के लाग्छ तल कमेन्ट अवश्य गर्नु होला र सकेसम्म आफ्नो साथीभाइहरुलाई यो भिडियो शेयर गरेर नोटिफिकेसनको बटन पनि क्लिक गर्नु होला र हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला, किनभने म तपाईहरुलाई नयाँ नयाँ प्रोडक्टको बारेमा अनबक्सिङ भिडियोदेखि लिएर रियल प्ले भिडियोहरु यो युट्युब च्यानलमा म तपाईहरुलाई दिने गर्छु र तपाईहरुले कमेन्ट पनि गरिदिनु होला कुन प्रोडक्टको बारेमा जानकारी लिन चाहनुहुन्छ भनेर। र आज मसँग छ अल्टिमा लाइफस्टाइलको नयाँ प्रोडक्ट अल्टिमा थन्डर 120। Meet the Thunder, जुन चाहिँ निकै नै आकर्षक छ भनेर कम्पनीले क्लेम गरेको छ। साथसाथै कम्पनीले यो प्रोडक्टलाई निकै नै मार्केटिङ पनि गरेको थियो। तपाईहरुले हरेक ठाउँमा यसको भिडियोहरु इन्फ्लुएन्सरहरुबाट होस् अथवा आर्टिस्टहरुबाट होस् तपाईले देख्नु नै भएको थियो र साथसाथै गुगलमा रिभ्युहरु पनि यसको हेर्नु नै भएको होला कस्तो के छ र तपाईहरुको साथीहरुसँग पनि यो प्रोडक्ट छ भनेदेखि तपाईले आफ्नो साथीभाइकोबाट पनि सुन्नु नै भएको होला र यो चाहिँ स्पेशल प्राइजमा आजसम्म पनि ब्रदरमार्टमा पाइराख्नु भएको छ। त्यसैले गर्दाखेरि ब्रदरमार्टको लिंक मैले तल डिस्क्रिप्सनमा राखेको छु, त्यहाँ गएर चेक गर्नु होला। साथसाथै तपाईहरुलाई केही फ्री कुराहरु पनि छ त्यहाँ। यो चाहिँ केही सीमित साथीहरुको लागि मात्रै हो र सकेसम्म अरु ठाउँमा यो फ्री अफरहरु पाइदैन, त्यहाँ सकिसकेको छ र ब्रदरमार्टमा अझै पनि छ। र अब यसलाई अनबक्सिङ तर्फ लागौं, कस्तो छ के छ भनेर डिटेल बुझौं। डिटेल बुझ्नु भन्दा अगाडि म तपाईहरुलाई यसको चाहिँ बक्स जुन छ, जुन बक्समा के छ भनेर बुझाउन गइरहेको छु। यो बक्स निकै नै आकर्षक छ, निकै हेर्दाखेरि नै एकदमै आकर्षक छ र सबैभन्दा यो ठुलो छ र अल्टिमा लाइफस्टाइलले के पनि भनेको छ भनेदेखि यो सबैभन्दा ठुलो स्पिकर हो भनेर पनि दाबी गरेको छ। जहाँ चाहिँ पोर्टेबल स्पिकरमा चाहिँ ठुलो स्पिकर हो भनेर दाबी गरेको छ र यो स्पिकरलाई चाहिँ अल्टिमा लाइफस्टाइलले ठुल्ठुलो ब्रान्डहरुसँग चाहिँ कम्पेयर पनि गरेको छ र हेरौं यसको साउन्ड कस्तो छ, साच्चै कम्पेरेबल छ कि छैन। त्यो भन्दा अगाडि यो बक्समा के लेखेको छ यहाँ चाहिँ तपाईले देख्न सक्नुहुन्छ अल्टिमा लाइफस्टाइलको डिटेल लेखेको छ, ब्रान्ड अल्टिमा लाइफस्टाइलै हो र नेट क्वान्टिटी भनेर चाहिँ थन्डर 120 भनेर लेखेको छ भने प्याकेजिङ कन्टेन्टमा 1 स्पिकर थन्डर 120, 1 स्टिकर, 1 वारेन्टी कार्ड र 1 अक्सिजन केबल, क्याटलग, स्ट्र्याप, युजर म्यानुअल, टाइप सी चार्जिङ केबल भनेर चाहिँ यो भित्र चाहिँ त्यो सामानहरु छ भनेर कम्पनीले यहाँ नै तपाईहरुलाई लेखेको छ। र यतापट्टि फर्किदाखेरि चाहिँ तपाईहरुले यहाँ चाहिँ फिचर्सहरु पाउनुहुन्छ अल्टिमा लाइफस्टाइल, जस्तै कि आरजीबी एलईडी लाइट, डाइनामिक एलईडी लाइटिङ र यो बत्ती पनि बल्छ, म तपाईहरुलाई देखाउँछु पनि। IPX6 रेटेड वाटर एन्ड डस्ट रेसिस्टेन्ट, वाटर र डस्ट रेसिस्टेन्ट हो। तपाईलाई पानी पर्दाखेरि पनि यो पानीले भिज्यो भने त्यस्तो धेरै समस्या हुँदैन। र 100+ मल्टिपल लिंक फंक्सन एलोज 100+ सेम स्पिकर। यो स्पिकर चाहिँ तपाईले 100 वटा किनेर चाहिँ राख्नुभयो भने तपाईको पार्टी प्यालेसमा होस् अथवा ठुल्ठुलो इभेन्टहरु गर्दाखेरि यो स्पिकर तपाईको काम लाग्न सक्छ र एकदमै हेभी साउन्ड दिन्छ है त। बिल्ट इन माइक सपोर्टेड सिरी गुगल एसिस्टेन्ट भनेर पनि भनेको छ र अर्को छ ब्लुटुथ भर्जन 3, रेन्ज अप टु 10 मिटर। रेन्ज अप टु 10 मिटर मात्रै छ यसको चाहिँ। टाइप सी पोर्ट, फुल चार्जिङ इन 4.5 आवर्स। टाइप सी पोर्ट छ भनेदेखि तपाईको 4.5 आवर्समा चाहिँ फुल चार्ज हुन्छ र फिडब्याक अनुसार चाहिँ लगभग त्यस्तै नै हामीले पनि पाएको छौं। लगभग त्यही अराउन्डमा चाहिँ यो फुल चार्ज भएर चाहिँ प्ले भइरहेको छ। हाम्रो कस्टमरहरुले फिडब्याक दिनु भएको छ। तपाईलाई के लाग्छ तल कमेन्ट तपाईले गर्न सक्नुहुन्छ है त। अब म यसलाई खोल्छु, यो मैले अलरेडी खोलि पनि सकेको छु तर म फेरि तपाईहरुको लागि यो खोल्दै छु। यो यसरी खोल्दाखेरि चाहिँ यहाँ कभरमा चाहिँ राखेको हुन्छ दुईटा सेफको लागि। दुईटा यसलाई म निकाल्छु है त। अलिक गाह्रो चाहिँ हुने रहेछ, यसरी निकाल्नु पर्छ जस्तो छ। ओह ल यो बक्सलाई चाहिँ म अहिले साइड लगाइदिन्छु है त। यसरी सेफ गरेर कभर राखिएको हुन्छ। यो पनि मैले दुईटा साइड लगाइदिए। त्यसपछि यो अल्टिमाको स्पिकर भयो र जुन अघि तपाईलाई मैले भनेको थिएँ त्यहाँ बक्स भित्र के आउँछ भनेर यो क्याटलग भयो, स्टिकरहरु छ, यो म्यानुअल छ, यहाँ तपाईले पढ्न सक्नुहुन्छ यो प्रोडक्टको बारेमा सबै जानकारी लिन सक्नुहुन्छ, कसरी प्ले गर्ने के छ भनेर। म केही कुराहरु पनि भन्छु। यो छ यो भयो तपाईको केबल, यहाँ तपाईले झुन्ड्याएर जता पनि लान सक्नुहुन्छ। टाइप सी केबल, यो अक्स भयो सो यसरी र यो वारेन्टी कार्ड पनि छ। यो भयो प्रोडक्ट
भित्र के छ भनेर अब यसलाई हामी एकचोटि खोली हेरौँ है त। वाउ, खोल्दा पनि निकै नै आकर्षक छ। तपाईँले देखिसक्नु भएको छ यहाँ एकदमै यहाँ ब्रान्ड अल्टिमा भनेर चाहिँ ब्रान्डको लोगो दिएको छ भनेदेखि साउन्ड बक्स भनेर चाहिँ यहाँ माथि छ र तपाईँको यो दुईटा चाहिँ बेल्ट लाउने ठाउँ हो यो दुईटा चाहिँ। र यहाँ पनि अल्टिमा लाइफस्टाइलको लोगो छ, यता पनि लोगो छ। यो स्पिकर अरू स्पिकर सानो हुन्छ अल्टिमा लाइफस्टाइलको यस्तै देखिने S20 होस् S50 यो अलिकति ठुलो छ। र अब यसको अरू फिचर्सहरू पनि हामी हेर्छौँ के छ, कहाँ प्ले गर्न मिल्छ। सुरुमा यसलाई हामी यो लगाउँछौँ है त। सो यो चाहिँ यहाँ यसरी लागिसकेको छ। यो यसरी बोकेर तपाईँले जहाँ पनि हिँड्न सक्नुहुन्छ, पार्टीहरू गर्दै हुनुहुन्छ भनेदेखि यो चाहिँ एकदमै सजिलो छ है त यो लगाउन। र तपाईँहरूले यसरी बोक्न पनि, तर यो अलिकति भारी छ, 4-5 केजी नै जस्तिकै छ। ओके, त्यति नहोला, तर अलिकति भारी चाहिँ भारी नै छ। यसरी बोक्दाखेरि पनि गाह्रै हुन्छ। यो चाहिँ अलिकति डिसएडभान्टेज लाग्यो मलाई, निकै भारी छ। कसैको लागि यही कुरा प्लस पनि हुनसक्छ, धेरै भारी स्पिकरहरू मन पराउनुहुन्छ। यहाँ चाहिँ अक्स केबल हाल्ने ठाउँ छ है त, यहाँ माथि ट्याक्क यहाँ चाहिँ तपाईँको अक्स केबल हाल्ने ठाउँ छ। यहाँ यसरी यो केबललाई तपाईँले यहाँ चाहिँ हाल्न सक्नुहुन्छ यसरी। त्यस पछाडि यहाँ USB लाई चाहिँ चार्ज गर्नको लागि यहाँ तपाईँले सजिलै हाल्न सक्नुहुन्छ। यहाँ अझै अर्को केबलहरूको लागि पनि छ भनेदेखि यहाँ प्लस माइनस तपाईँको स्पिकरमा हुने सबै चिजहरू छ। यहाँबाट चाहिँ तपाईँहरूले प्ले गर्न सक्नुहुन्छ र आफ्नो फङ्सनहरू पनि यहीँबाट चलाउन सक्नुहुन्छ। यसलाई अन गरौँ है त। सो यो अन भइसकेको छ। यो अन भइजाँदा यहाँ RGB लाइट तपाईँले बलेको देख्न सक्नुहुन्छ, एकदमै आकर्षक तरिकाले बल्छ। ल यो चाहिँ मलाई दामी लागेको, यसको यो RGB लाइट चेन्जेबल कलरफुल छ, घरि कुन कलर बल्छ र यो गीत बज्दाखेरि पनि बल्छ है त। अब हामी ब्लुटुथ कनेक्ट गरेर चाहिँ यसलाई बजाइहेर्छौँ। सो आफ्नो मोबाइलको ब्लुटुथ अन गरिसकेपछि सजिलै तरिकाले तपाईँले अल्टिमा थन्डर 120 पाउनुहुन्छ र तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ। मेरो डिभाइस कनेक्ट भइसकेको छ, मैले कनेक्ट गरिसकेको छु र तपाईँले आफूलाई मन परेको गीतहरू युट्युबबाट अथवा अरूबाट प्ले गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई यसको आवाज पनि केही प्ले गरेर सुनाउँछु है त। लगभग यो 50% मा हो। 110 वाट चाहिँ RMS छ यसको जुन चाहिँ, र 220 चाहिँ वाट छ। अल्टिमा थन्डर 120 मोडल भए तापनि र यसको अलिकति युनिक मलाई सुरुमै फिचर्स चाहिँ एक्स्ट्रा के लाग्यो भनेदेखि तपाईँले सानो भोल्युममा जति आवाज बढाउनुहुन्छ त्यसमा चाहिँ ठुलो भोल्युममा आवाज बढाउँदा पनि उस्तै नै सुनिएको छ। जुन चाहिँ अरू स्पिकरहरूमा तपाईँले सुन्नुहुन्न, किनभने आवाज बढायो भने आवाज फाट्ने काम गर्छ, तर यसमा त्यस्तो आवाज फाटिँदैन। तपाईँ ढुक्क हुनुहोस्। र साउन्ड पनि मैले अरू भिडियोहरू तपाईँले जुन तल देख्न सक्नुहुन्छ म्युजिकको साउन्ड बार देखाएको थिएँ, त्यहाँ पनि त्यस्तो चित्तबुझ्दो भिडियो मैले पाएको थिइनँ। अहिले सुन्दाखेरि भिडियोमा अलिकति क्वालिटी चेन्ज होला, तर मैले लाइभ चाहिँ मैले फिल गर्दाखेरि चाहिँ के भएको थियो भनेदेखि त्यो साउन्ड बारहरूमा पनि मैले त्यो लेभलको साउन्ड बेस चाहिँ पाएको थिइनँ। भनेदेखि चाहिँ अल्टिमा यो थन्डर 120 मा चाहिँ मैले त्योभन्दा नि एकदमै लाउड साउन्ड चाहिँ पाएको छु र साउन्ड चेन्ज पनि भएको थिएन। बरु साउन्ड बारहरूमा 30,000 40,000 को साउन्ड बारमा त्यो चेन्जेसहरू मैले फिल गरेको थिएँ। हो त्यसको आफ्नो केही फिचर्सहरू चाहिँ युनिक होला, राम्रो पनि हो, तर यो जुन चाहिँ तपाईँले पोर्टेबल स्पिकरमा पाउनुहुन्छ अरूमा मैले त्यस्तो फिल गरेको थिइनँ। र मसँग अहिले JBL भएन, न त म तपाईँलाई कम्पेयर गरेर पनि देखाउँथेँ। र मैले सुन्दाखेरि बाहिर पनि यो लेभलको हाई लाउड साउन्ड चाहिँ आएको छैन र साउन्ड फाटेको पनि छैन है त। तपाईँलाई म फेरि सुनाउँछु। सो बबाल साउन्ड छ, पार्टीमा बाहिर बोकेर लान सक्नुहुन्छ, गाडीमा हालेर भने पनि पर्फेक्ट छ। र यो चेन्जेस चाहिँ यो लाइट चेन्ज गर्ने एउटा बटन छ, यहाँबाट तपाईँहरूले RGB लाइट यो चेन्ज गर्न सक्नुहुन्छ भनेदेखि तपाईँहरूले प्लस माइनस यहाँदेखि पनि यहाँको साउन्ड भयो फुल साउन्ड, यहाँको साउन्ड अब यहाँबाट पनि तपाईँले चाहिँ घटाउन सक्नुहुन्छ है त।
यहाँबाट प्लस माइनस गर्न सक्नुभयो, यहाँदेखि फिचर्स चलाउन सक्नुभयो, अक्स केबल छ, यो पर्फेक्ट छ। भित्र म चाहिँ एउटा कोठामा छु अहिले, त्यसैले गर्दाखेरि यो चाहिँ कोठामा एकदमै हाई लाउड बजेको छ। अब यसलाई हामी एकचोटि बाहिर पनि टेस्ट गर्छौँ कतिको साउन्ड बज्छ। र यो वाटरप्रुफ पनि भएकोले गर्दाखेरि फेरि अघि मैले तपाईँलाई भनिसकेको छु वाटरप्रुफ हो भनेर, तपाईँलाई त्यस्तो प्रब्लमहरू हुँदैन। र म एकचोटि चाहिँ तपाईँहरूलाई यो अरू नर्मल साउन्डसँग सँगसँगै कम्पेयर पनि गर्छु र हेरौँ है त अरू चाहिँ जुन चाहिँ तपाईँहरूले 8-10 हजारको स्पिकरसँग कम्पेयर गर्दाखेरि चाहिँ कुन लेभलको साउन्ड आउँछ र म तपाईँहरूलाई त्यो पनि देखाउँछु है त। सो मसँग चाहिँ सानो पोर्टेबल स्पिकर हाई फ्युचरको अल्फा छ। मैले कम्पेयर गर्न खोजेको त होइन, तर एउटा साउन्ड चाहिँ तपाईँहरूलाई टेस्ट गर्न खोजेको, एउटा नर्मल जुन चाहिँ हामीले नर्मल स्पिकर पोर्टेबल किन्छौँ र यसको साउन्डको डिफ्रेन्स मात्रै देखाउन खोजेको। यो पनि एकदमै आफ्नो ठाउँमा एकदमै बेस्ट लागेको, सानो चिटिक्क परेको, कहाँ बोकेर पनि हिँड्न सकिने र साउन्ड पनि राम्रै छ। सँगै बजाइदिएको मैले, यो त आवाज त कहाँ हराउँछ थाहा नै छैन। तपाईँलाई कस्तो लागेको छ तल कमेन्ट गर्नु होला। र अब म यसलाई चाहिँ बाहिर टेस्ट गर्छु है त, बाहिरको साउन्ड पनि एकचोटि सुनाउँछु। सो सब्सक्राइब गर्न नबिर्सिनु होला, अरू भिडियोहरू पनि म लिएर आउँछु, सब्सक्राइब गर्नु होला। अब यसलाई म बाहिर लिएर हेरौँ कस्तो साउन्ड सुनिन्छ यसको बाहिर है त। अब हामी यसलाई चाहिँ ओपन डोरमा चाहिँ साउन्ड सुन्छौँ कस्तो छ के छ, किनभने धेरैजनाले त ओपन डोरमै सुन्नुहुन्छ होला, पिकनिकमा होस् अरू बाहिर ग्यादरिङ गर्दाखेरि, र यसको साउन्ड बाहिर कुन लेभलको आउँछ एकचोटि हामी चेक गरौँ है त। सो अब हामी त्यही गीत प्ले गर्छौँ है। यहाँ अहिले चाहिँ बाहिर भजन पनि बजिरहेछ, तर त्यो भजन चाहिँ यसले सब हटाइदिएको छ। योमा त के सुनिन्छ, केही पनि बाहिर केही पनि सुनिँदैन। सो म के भन्छु भनेदेखि तपाईँले साउन्ड बार 40-50 हजार हालेर खर्च गरेर किन्नु खोज्दै हुनुहुन्छ साउन्ड, त्योभन्दा चाहिँ बेटर अप्सन यही जस्तो लाग्यो। तपाईँलाई बोक्न चाहिँ अलिकति अप्ठ्यारो हुन्छ, तर यो लगाइसकेपछि त्यति धेरै अप्ठ्यारो भारी फिल चाहिँ मलाई भएको छैन। तर साउन्ड बारहरूको अप्सन चाहिँ मैले यो देखेको छु। यो पालि तपाईँको बिहे होस् दसैँ तिहार जुनसुकैमा पनि यतिको अप्सन चाहिँ मिस नगर्नु होला, किनभने अहिले सस्तो प्राइसमा छ, पछि यसको प्राइस बढ्छ। तपाईँहरूले केही फ्री एयरबडहरू पनि पाउँदै हुनुहुन्छ। 18,000 रेन्जमा यतिको बवाल चाहिँ पोर्टेबल स्पिकर चाहिँ मैले चाहिँ आजसम्म चाहिँ सुनेको छैन। अब JBLहरूको रेन्ज आफ्नै होला, यिनीहरूको आफ्नै क्वालिटी होला, तर यो रेन्जमा दिस इज भेरी बेस्ट भन्न चाहन्छु। सो मिस नगर्नु होला र ब्रदर मार्टलाई सब्सक्राइब गर्न पनि नछोड्नु होला। सब्सक्राइब गर्नु होला, कमेन्ट चाहिँ लेख्नु होला तपाईँलाई कस्तो लागेको छ यो प्रोडक्ट, र साथसाथै अल्टिमाको प्रोडक्टहरू पनि अरू पनि छन्। त्यो अल्टिमाको अरू प्रोडक्टहरूको लिङ्क पनि मैले तलै राखिदिएको छु। अरू स्मार्ट वाच लगायतको कुराहरू र अरू भिडियोहरू पनि को लिङ्क पनि मैले तल राखेको छु, त्यहाँ तपाईँले चेक गर्न सक्नुहुन्छ। र तपाईँ ओभरअल्ली अल्टिमा लाइफस्टाइलको प्रोडक्ट कस्तो लाग्छ त्यो कमेन्ट गर्नु होला। र हामी युट्युब च्यानलमा पनि विभिन्न किसिमको गिभअवेहरू गर्छौँ, त्यसैले गर्दाखेरि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। र सब्सक्राइबरहरूलाई विशेष गिफ्टहरू पनि दिने गरेको छ, त्यसैले सब्सक्राइब गर्नु होला। हस्, थ्याङ्क यू भेरी मच। हामी हेरेको हेरै